बीबीएस फर्स्ट इयरको अकाउन्टको लागि अब अझै नजिक तपाईले सबै च्याप्टर त पढ्नुभयो पढ्न चाहिँ अझै पनि तपाईले टाइम सेभ गरेर थोरै टाइममा पढेर पनि धेरै मार्क्स ल्याउने अथवा थोरै टाइम पढेर पनि एक्जाम राम्रोसँग प्रिपेयर गर्ने एउटा म तपाईलाई टिप्स अथवा म तपाईलाई केही कुरा सिकाउँदैछु। एकचोटि बीबीएस फर्स्ट इयरमा हामीले 15वटा च्याप्टर छन् फर्स्ट इयरको अकाउन्टमा, त्यसमा के पढ्ने हो म अलिअलि सर भनिदिन्छु। 2 मिनेट पहिला सुन्नु है, पहिला 2 मिनेट सुन्नु ल। यहाँ यो आजको क्लास तपाईहरुलाई सबैभन्दा इफेक्टिभ क्लास हुँदैछ। च्याप्टर नम्बर 1 मा बेसिक अन्डरस्ट्यान्डिङ अफ फाइनान्शियल अकाउन्टिङ भनेको छ। यसमा दायाँ बायाँ नगरी 15 मार्क्सको एउटा थ्योरी प्लस 2 मार्क्सको सर्ट थ्योरी गर्ने टियाज भनेको थ्योरी 17 मार्क्सको थ्योरी आउँछ च्याप्टर नम्बर 1 बाट। च्याप्टर नम्बर 1 को मैले पढाएको भिडियो पनि तपाईलाई हाल्दिएको छु। सबैजनाले यो च्याप्टर छुटाउँदै नछुटाउने, कुनै हालतमा नछुटाउने यो च्याप्टर 1 नम्बरमा, ठीक छ। झन् ढिलो पढ्ने साथीहरु त यो च्याप्टर नछुटाउने। दोस्रो नम्बर च्याप्टर नम्बर तपाईलाई 2 मार्क्स प्लस 10 मार्क्सको गरेर अर्को थ्योरी आउँछ। यो च्याप्टर नम्बर 2 पनि नछुटाउने। च्याप्टर नम्बर 1 र च्याप्टर नम्बर 2 को थ्योरी कुनै पनि हालतमा नछुटाउने। च्याप्टर नम्बर 2 को पढाएको छैन, म पढाउँछु, म कुनै हालतमा पढाउँछु। नोट पनि इंग्लिश र नेपाली दुवैबाटै दिन्छु। गर्दाखेरि 15 10 25 26 27 28 29 च्याप्टर 1 र 2 बाट 29 मार्क्स आउँछ। कुनै हालतमा बरु एक दिन न्यूमेरिकल नपढ्नु, एक दिन यो दुईटा थ्योरी पढ्नु भयो भने सकिन्छ। 35 मा पास हो भने दुईटा च्याप्टरबाट 29 मार्क्सको थ्योरी आउँदैछ। कुनै हालतमा पढ्ने, यो म तपाईलाई सबैजना पास हुने गाइडलाइन दिँदैछु आज। यो दुईटा कुनै हालतमा नछोड्ने। च्याप्टर नम्बर 3 मा अकाउन्टिङ प्रोसेस छ। अकाउन्टिङ प्रोसेसमा जर्नल, लेजर, ट्रिपल कोलम, क्याश बुक र ट्रायल ब्यालेन्स बनाउने तपाईलाई यो 15 मार्क्सको न्यूमेरिकल आउँछ। 15 मार्क्सको आउँछ। अकाउन्टिङ इक्वेसन भनेको 2 मार्क्सको आउँछ। सब्सिडियरी बुकको 2 मार्क्सको आउँछ। 15 16 17 18 19 यहाँबाट 19 मार्क्सको आउँछ पुरै न्यूमेरिकल। त्यसरी च्याप्टर नम्बर 3 पनि नछोड्ने है। च्याप्टर नम्बर 1 2 र 3 बाट कति मार्क्सको आउँदैछ थाहा छ? 29 प्लस 19 कति हुन्छ? 39 49 48 मार्क्स। ल हेर्नुस्, च्याप्टर 1 देखि 3 सम्मको मजाले पढ्नु भयो भने पुग्यो तपाईलाई 48 मार्क्स आउँदैछ च्याप्टर 1 2 3 बाट। यहाँसम्म कसैले नछोड्ने। च्याप्टर 4 मा एक्रुअल बेसिस अफ अकाउन्टिङ भनेको छ। एक्रुअल बेसिस अफ अकाउन्टिङमा ओपनिङ इन्ट्रिज अथवा क्लोजिङ इन्ट्रिज बनाउने, दुईटा मध्येमा एउटा बनाउने आउँछ। 2 मार्क्सको आउँछ, न्यूमेरिकल आउँछ यहाँबाट है। त्यति धेरै इम्पोर्टेन्ट छैन, 2 मार्क्सको लागि मात्रै हो। च्याप्टर नम्बर 5 मा इन्भेन्टोरिज, अकाउन्टिङ फर इन्भेन्टोरिज एन्ड कस्ट अफ गुड्स सोल्ड भन्ने छ। अकाउन्टिङ फर इन्भेन्टोरिज एन्ड कस्ट अफ गुड्स सोल्ड भित्र पर्पेचुअल सिस्टम र पिरियोडिक सिस्टम भन्ने दुईटा सिस्टम छ। दुईटा सिस्टमबाट हामीले निकाल्नु पर्ने भनेको छ इन्डिङ इन्भेन्टोरी र कस्ट अफ गुड्स सोल्ड निकाल्नु पर्छ। इन्डिङ इन्भेन्टोरी र कस्ट अफ गुड्स सोल्ड निकाल्नु पर्छ। तर तपाईले पर्पेचुअल र पिरियोडिक मध्येमा मैले यहाँ लेख्न मिस्टेक लेखेछु प्यारो साथी हो, आई एम भेरी सरी। पर्पेचुअल हैन, पिरियोडिक। ल पिरियोडिक PERIODIC पिरियोडिक सिस्टम भित्रबाट फिफो मेथड, लिफो मेथड र वेस्टेड एभरेज कस्टिङ मेथडबाट इन्डिङ इन्भेन्टोरी र कस्ट अफ गुड्स सोल्ड निकाल्ने सोध्ने। क्वेसनले सोध्छ इन्डिङ इन्भेन्टोरी, कस्ट अफ गुड्स सोल्ड, ग्रस प्रॉफिट अथवा नेट इन्कम स्टेटमेन्ट है। इन्डिङ इन्भेन्टोरी, कस्ट अफ गुड्स सोल्ड, ग्रस प्रॉफिट अथवा इन्कम स्टेटमेन्ट, यो चारवटा कुरा मध्येमा चारवटा कुरा बनाउने सोध्न सक्छ। इन्डिङ इन्भेन्टोरी र कस्ट अफ गुड्स सोल्ड निकाल्नु भन्छ त कम्पलसरी सोध्छ। त्यो भन्दा थप कोही बेला ग्रस प्रॉफिट पनि निकाला भन्छ, कोही बेला इन्कम स्टेटमेन्ट बनाऊ भनेर सोध्छ। त्यो भित्र पनि कि फिफो मेथड युज गर, कि लिफो मेथड युज गर, कि वेस्टेड एभरेज कस्टिङ मेथड युज गर भन्छ। यसबाट तपाईलाई के कति मार्क्स आउँछ भन्नुहुन्छ भने 10 मार्क्सको ओन्ली न्यूमेरिकल आउँछ। 10 मार्क्सको न्यूमेरिकल जम्मा फिफो, लिफो र वेस्टेड एभरेज कस्टिङ जाने हुन्छ नि पुग्छ। तपाईले यो 1-2 घण्टा पढ्ने बित्तिकै जानिहाल्नुहुन्छ। च्याप्टर नम्बर 6 मा अकाउन्टिङ फर क्याश एन्ड इन्टरनल कन्ट्रोल भन्ने छ। यो भित्रबाट 5 मार्क्सको थ्योरी, 5 मार्क्सको थ्योरी प्लस 5 मार्क्सको 5 मार्क्सको चाहिँ न्यूमेरिकल। बैंक रिकन्सिलिएसन स्टेटमेन्ट BRS निकाल्ने 5 मार्क्सको न्यूमेरिकल आउँछ। थ्योरी आउँछ भन्ने कन्फर्म होइन, थ्योरी पनि आउन सक्छ, तर यसलाई थ्योरीलाई टाइम नदिने च्याप्टर 6 लाई मात्रै BRS हेर्ने सिक्ने 5 मार्क्सको। च्याप्टर नम्बर 7 बाट तपाईले अकाउन्टिङ फर रिसिभेबल भन्ने छ। अकाउन्टिङ फर रिसिभेबलमा तपाईलाई थ्योरी सोध्छ, 2 मार्क्सको थ्योरी, 2 मार्क्सको थ्योरी र 2 मार्क्सको न्यूमेरिकल सोध्छ। 2 मार्क्सको न्यूमेरिकलमा के सोध्छ भन्दाखेरि यसको कि त
हामीले सामान किनेको अथवा सामान बेचेको, उधारमा बेचेकोहरूको, डिस्काउन्ट दिएकोहरूको जर्नल बनाउन सोध्छ कि त प्रोभिजन फर ब्याड डेट एकाउन्ट निकाल भन्न सोध्छ। प्राय विशेष गरी यो च्याप्टर 7बाट आउने भनेको प्रोभिजन फर ब्याड डेट एकाउन्ट निकाल्ने सोध्ने हो 2 मार्क्सको लागि। यो च्याप्टरको लागि लङ क्वेसन पढिरहनु अनावश्यक छ, त्यतापट्टि ध्यानै नदिने, समय नै नदिने। ठिक छ ल। अकाउन्टिङ फर रिसिभेबलको थ्योरी चाहिँ के हो भन्दाखेरि म तपाईँलाई जति थ्योरी पढाउँछु त्यति बढै आउँछ। तपाईँलाई मैले एकलट पिडिएफ हालिदिइसकेको छु नि, नेपाली र इङ्ग्लिस दुवै मिडियमबाट हो। त्यो पिडिएफमा जति थ्योरी छ त्यो भन्दा बाहिरको थ्योरी आएछ भने म पढाउन छाडिदिन्छु ल। ठिक छ नि, त्यति नै थ्योरी पढ्ने 2 मार्क्स कन्फर्म। र यसको न्युमेरिकलमा चाहिँ कि त जर्नल कि त प्रोभिजन फर ब्याड डेट एकाउन्ट बनाउने सोध्छ, त्यति मात्रै हेर्ने। 10 मार्क्स घोटाका क्वेसन पनि दिएका छन् विविध त्यो नहेर्ने। च्याप्टर 8मा अकाउन्टिङ फर करेन्ट लायबिलिटिज एन्ड कन्टिन्जेन्सिज भन्ने छ। यसमा तपाईँले यसबाट पनि तपाईँलाई 2 मार्क्सको थ्योरी आउँछ। थ्योरी के आउँछ भन्दाखेरि च्याप्टर नम्बर 8 को मैले पिडिएफमा जति थ्योरी पठाएको छु त्यति नै तपाईँलाई आउँछ, त्यो हेर्ने। र जर्नल इन्ट्रीमा भनेको यसको न्युमेरिकल भनेको 2 मार्क्सको न्युमेरिकल भनेको यो करेन्ट लायबिलिटिजको जर्नल इन्ट्री बनाउने सोध्छ। जर्नल इन्ट्री छोटो छ, त्यो म सिकाइ नै हाल्छु, समस्या भएन। ठिक छ। च्याप्टर नम्बर 9मा अकाउन्टिङ फर लङ लाइफ एसेट्स भन्ने छ। हामीले अहिले यही पढ्दैछौँ, करेन्टली पढ्दै गरेको यही हो। यसको अकाउन्टिङ फर लङ लाइफ एसेट्सबाट थ्योरी 5 मार्क्सको आउँछ, 5 मार्क्सको थ्योरी आउँछ, मैले पढाइसकिरहेछु। अर्को डिप्रिसिएसन, न्युमेरिकलमा डिप्रिसिएसन निकाल्ने आउँछ, हामीले डिप्रिसिएसन कटाउनेवाला हिसाब। एसएलएम मेथड, डिमिनिङ स्ट्रेट लाइन मेथड, डिमिनिसिङ ब्यालेन्स मेथड, सिङ्किङ फन्ड मेथड र युनिट अफ एक्टिभिटी मेथड, यो 4वटा मेथडबाट डिप्रिसिएसन कटाउने एउटा न्युमेरिकल आउँछ, 5 मार्क्सको न्युमेरिकल आउँछ। ठिक छ। फेरि च्याप्टर 9बाट 5 मार्क्स थ्योरी, 5 मार्क्स न्युमेरिकल पढ्ने यो च्याप्टर पनि। अब च्याप्टर 10मा लङ टर्म लायबिलिटिज भन्ने छ। लङ टर्म लायबिलिटिजबाट तपाईँलाई थ्योरी 2 मार्क्सको थ्योरी आउँछ, टिएस 2 मार्क्सको आउँछ थ्योरी। सरी 2 मार्क्स प्लस 10 पनि आउन सक्छ है थ्योरी। ल, थ्योरी 2बाट पनि आउन सक्छ, 10 मार्क्सको पनि आउन सक्छ। न्युमेरिकल भनेको ओन्ली 2 मार्क्सको मात्रै आउँछ। यो च्याप्टर 10बाट न्युमेरिकल 2 मार्क्स मात्रै आउँछ, ढुक्क आउने। थ्योरी आउँदाखेरि तपाईँको 2 मार्क्स अथवा 10 मार्क्सबाट आउँछ थ्योरी यो च्याप्टर 9बाट। ठिक छ। यसको पनि नोट सबै पठाइदिएको छु, हेर्ने। यसको भिडियो पठाइदिन्छु म, थ्योरी जतिको सबै भिडियो पठाइदिन्छु। च्याप्टर नम्बर 7बाट आउने थ्योरीको भिडियो पनि पठाउँछु, 8बाट आउने थ्योरीको भिडियो पनि पठाउँछु, 9बाट आउने थ्योरीको त पढाइहाले अस्ति त्यो पनि पठाउँछु, 10बाट आउने थ्योरीको भिडियो पनि पठाउँछु। च्याप्टर नम्बर 11बाट पनि तपाईँलाई थ्योरी 2 मार्क्सको आउँछ, न्युमेरिकल पनि तपाईँलाई 2 मार्क्सको आउँछ है। 2 मार्क्सको न्युमेरिकल आउँछ, थ्योरी 2 न्युमेरिकल 2। अब च्याप्टर नम्बर 11को पनि थ्योरी कति आउँछ भन्दाखेरि मैले तपाईँलाई पिडिएफमा जति पठाएको छु त्यति नै आउँछ, त्योभन्दा बाहिरको आउँदैन। त्यो पिडिएफ त पठाएँ, प्लस म यसको पढाएको भिडियो पनि पठाउँछु। यसको न्युमेरिकल भनेको के अर्निङ पर सेयर निकाल्न आउँछ, कि डिभिडेन्ड पर सेयर, कि बुक भ्यालु पर सेयर निकाल्न आउँछ, अथवा सेयर होल्डरको इक्विटी बना भनेर हामीलाई एउटा पुरानो सेयर होल्डरको इक्विटी दिएको हुन्छ, त्यहाँ त्यसमा चाहिँ स्टक स्प्लिट भयो, स्टक डिभिडेन्ड भयो, त्यो कारणले गर्दाखेरि नयाँ सेयर होल्डर इक्विटी बना भनेर। त्यसै गरी हाम्रो च्याप्टर नम्बर 12 बेसिक फाइनान्सियल स्टेटमेन्टबाट मल्टी स्टेप इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट बनाउने, अथवा एनएफआरएस को मेथडबाट प्रॉफिट अर लस अकाउन्ट र फाइनान्सियल पोजिसन बनाउने, दुईटा मध्येबाट एउटा तपाईँलाई 10 मार्क्सको न्युमेरिकल आउन सक्छ है। 10 मार्क्सको न्युमेरिकल आउन सक्छ यो दुईटा मध्येबाट एउटा मल्टी स्टेप अथवा एनएफआरएस वालाबाट, अथवा तपाईँलाई यो सिंगल मात्रै यो नआउन पनि सक्छ। त्यसै गरी अर्को च्याप्टर नम्बर 13बाट क्यास फ्लो स्टेटमेन्ट भन्ने छ। क्यास फ्लो स्टेटमेन्टमा हामीले डाइरेक्ट मेथड, इन्डाइरेक्ट मेथड, एनएफआरएस मेथड 3 तरिकाको क्यास फ्लो पढ्छौँ भने इन्डाइरेक्ट मेथड तपाईँले पढ्नु परेन। डाइरेक्ट मेथडबाट क्यास फ्लो गर्ने तपाईँलाई 15 मार्क्सको क्वेसन एउटा फिक्स आउँछ। कि यो आउँछ, यो क्यास फ्लो मात्रै बनाउने आउँछ कि त होइन भने तपाईँलाई क्यास फ्लो मात्रै बनाउने आएन भने एडजस्टेड ट्रायल ब्यालेन्स बनाउने, अनि एनएफआरएसबाट प्रॉफिट अर लस एकाउन्ट बनाउने, फाइनान्सियल पोजिसन बनाउने र क्यास फ्लो बनाउने छुप्पै जोडेर आउँछ 15 मार्क्सको। कि डाइरेक्ट मेथड मात्रै आएन भने, यो मात्रै आएन भने यो एडजस्टेड ट्रायल ब्यालेन्सदेखि क्यास फ्लोसम्म बनाउने, एउटा दुईटा तीन चारवटा एकाउन्ट बनाउने आउँछ 15 मार्क्सको। आउन त यो क्यास फ्लोबाट 15 मार्क्सको कन्फर्मै आउँछ। ठिक छ। अनि तपाईँलाई यदि यो
तपाईलाई क्याश फ्लोमा चाहिँ यो एडजस्टेड ट्रायल ब्यालेन्स प्रॉफिट अर लस स्टेटमेन्ट भनेर दियो भने यो प्रॉफिट अर लस स्टेटमेन्टहरु भन्दा यहाँ माथिको छुट्टै नआउन सक्छ क्या। मैले भन्न खोजेको तपाईलाई यो बेसिक फाइनान्शियल स्टेटमेन्टको मल्टी स्टेप र ब्यालेन्स सिट अथवा एनएफआरएस को प्रॉफिट अर लस एकाउन्ट र फाइनान्शियल पोजिसन बनाउने चाहिँ छुट्टै आयो भने 10 मार्क्सको आउँछ, होइन भने तपाईको यहाँ 10 मार्क्समा नआएर यी क्याश फ्लोमा मिसाएर पनि आउन सक्छ 15 मार्क्सको। ठीक छ, भ्यालु एडेड स्टेटमेन्टको 2 मार्क्सको न्यूमेरिकल आउँछ। अर्को च्याप्टर नम्बर 15 मा एनालाइसिस अफ फाइनान्शियल स्टेटमेन्ट भन्ने छ, यहाँबाट रेसियो एनालाइसिस 10 मार्क्सको आउँछ। ल हाम्रो यसरी 15वटा च्याप्टरमा यो कुरा पढ्नु पर्दो रहेछ भन्ने कुरा बुझ्नुभयो। अब यति मध्येमा 15वटा च्याप्टर छ, तपाईसँग टाइम थोरै छ, तपाईले थोरै च्याप्टर मात्रै 15वटा मध्येमा एकदमै थोरै च्याप्टर पढेर पनि म पुरै एटेम्प गर्न चाहन्छु भन्नुहुन्छ भने अब मैले तपाईलाई दुई तरिकाको स्टुडेन्टलाई टिप्स दिँदैछु। कोही स्टुडेन्ट लङ क्वेसन र न्यूमेरिकल क्वेसनहरु फोकस गर्न चाहनुहुन्छ, न्यूमेरिकल बढी प्र्याक्टिस गर्छु र लङ क्वेसन पढ्छु भन्ने फोकस गर्न चाहनुहुन्छ भने 15वटा च्याप्टर मध्येमा 8वटा मात्रै च्याप्टर पढ्नु भयो भने पनि 98 मार्क्सको तपाईले एटेम्प गर्न सक्नुहुन्छ बीबीएस फर्स्ट इयरको अकाउन्टको। जस्तै त्यसमा अब लङ क्वेसन र न्यूमेरिकल फोकस गर्ने भने तापनि च्याप्टर 1 र च्याप्टर 2 को थ्योरी चाहिँ पढ्नु कुनै हालतमा पढ्नु नछोड्नु। च्याप्टर 1 बाट 17 मार्क्स र च्याप्टर नम्बर 2 बाट 12 मार्क्स थ्योरी आउँछ। च्याप्टर नम्बर 3 बाट तपाईलाई पढ्नु, च्याप्टर नम्बर 3 को हेर्नु 19 मार्क्सको आउँछ। च्याप्टर नम्बर 5 बाट 10 मार्क्स, च्याप्टर नम्बर 6 बाट 5 मार्क्स, 9 बाट डिप्रिसिएसनको थ्योरी प्लस न्यूमेरिकल 5 मार्क्स गरेर 10 मार्क्स, च्याप्टर नम्बर 13 बाट क्याश फ्लोको 15 मार्क्स र च्याप्टर नम्बर 15 बाट रेसियोको 10 गरेर यति 8वटा च्याप्टरबाट 98 मार्क्सको आउँछ। यो होइन म चाहिँ न्यूमेरिकल अलि गाह्रो लाग्छ, म बढी थ्योरी क्वेसन फोकस गर्छु र न्यूमेरिकल चाहिँ छोटा छोटा सर्ट क्वेसन मात्र हेर्छु भन्ने स्टुडेन्टको लागि, त्यो खालको स्टुडेन्टको लागि बीबीएस फर्स्ट इयरको अकाउन्टमा के गर्ने भन्दाखेरि थ्योरी क्वेसनको सर्ट क्वेसन है, सर्ट क्वेसन र थ्योरी क्वेसन फलो गर्ने विद्यार्थीको लागि च्याप्टर 1 र च्याप्टर 2 कम्पल्सरी हेर्नु। च्याप्टर 1 र च्याप्टर 2 कम्पल्सरी हेर्नु। तपाईलाई न्यूमेरिकल गाह्रो लागे पनि जर्नल चाहिँ हामीले च्याप्टर नम्बर 3 को जर्नल, लेजर बनाउने, ट्रिपल कलम क्याश बुक बनाउने, ट्रायल ब्यालेन्स बनाउने चाहिँ हामीले जिरो जुनसुकै ब्याकग्राउन्डको विद्यार्थीले पनि जान्ने गरी हामीले जिरो लेभलबाट सिकाएको छौं। त्यही भएर यो च्याप्टर नम्बर 3 एनीहाउ पढ्नु, च्याप्टर नम्बर 3 एनीहाउ पढ्नु है। अनि च्याप्टर नम्बर 4 बाट 2 मार्क्सको छोटो न्यूमेरिकल आउँछ, 2 मार्क्सको छोटो आउँछ, ओपनिङ इन्ट्रेस्ट र क्लोजिङ इन्ट्रेस्ट, यो पढ्नु एकदम सजिलो छ। अनि च्याप्टर नम्बर 5 र च्याप्टर नम्बर 6 को बीआरएस चाहिँ पढ्नु। न्यूमेरिकलमा गाह्रो लाग्छ भन्ने साथीहरुले पनि च्याप्टर नम्बर 3, 5 र 6 चाहिँ पढ्नु किनभने यी सजिला छन्। त्यसपछि च्याप्टर नम्बर 7 को थ्योरी पढ्नु, 2 मार्क्सको आउँछ। च्याप्टर नम्बर 7 को न्यूमेरिकल 2 मार्क्सको आउँछ, प्रोभिजन फर ब्याड डेट एकाउन्ट बनाउने। च्याप्टर नम्बर 8 बाट हामीलाई करेन्ट लायबिलिटीजको आउँछ, 2 मार्क्सको थ्योरी, 2 मार्क्सको न्यूमेरिकल, यो हेर्नु। च्याप्टर नम्बर 9 को डिप्रिसिएसनको 5 मार्क्सको थ्योरी आउँछ, मैले पढाएको छु मजाले, मैले पढाएको भित्रबाटै आउँछ। यसको डिप्रिसिएसनको न्यूमेरिकल गाह्रो लाग्यो भने 5 मार्क्सको डिप्रिसिएसन नगर्दा पनि हुन्छ, अथवा डिप्रिसिएसन सजिलो लाग्छ भने स्ट्रेट लाइन मेथड र डिमिनिसिङ मेथड चाहिँ फलो गरिराख्नुस्। अनि च्याप्टर नम्बर 10 बाट थ्योरी पढ्नुस्, अकाउन्टिङ फर लङ टर्म लायबिलिटीजबाट थ्योरी पढ्नुस्, 10 मार्क्सको थ्योरी आउन सक्छ। यति गर्दाखेरि 89 मार्क्स आउँछ है। अब तपाईले हामीसँग ट्युसन पढ्ने साथीहरुले त सबै ट्युसनले पढि नै हाल्नुहुन्छ, म सबै नै पढाइहाल्छु तपाईलाई, सबैलाई पास बनाइ नै हाल्छु। हामीसँग ट्युसन नपढ्ने साथीहरुले चाहिँ, नपढ्नु भएको साथीहरुले चाहिँ यो हाम्रो वेबसाइट हो है, सेक्रेट एजुकेसनको वेबसाइट हो, secreteducation.com भन्ने गुगलमा गएर तपाईले secreteducation.com हाल्नु, अथवा तपाईले हामीले यो पढाएको सबै थ्योरी र न्यूमेरिकल भिडियो तपाईले त्यहाँबाट लिन सक्नुहुन्छ मात्र 399 रुपैयाँमा। अथवा तपाईले हाम्रो सेक्रेट एजुकेसन भन्ने फेसबुक पेजमा जानु, सेक्रेट एजुकेसन भन्ने फेसबुक पेजमा हामीले हालेका छौं है, कसरी नोटहरु भिडियोहरु लिने भन्ने तरिकाले हालेका छौं। तपाईले त्यहाँबाट गएर लिएर मजाले पढ्नु होला। मैले हरेक च्याप्टरको टिप्स सहित पढाएको छु। अब यो तरिकाले पढ्नु भयो भने अब कोही विद्यार्थी फेल हुनुहुन्न भन्ने मेरो घोषणा पनि हो क्या, यो मेरो संकल्प पनि हो नि त।